युटिएम फर्मेट र डिग्री डेसिमल फर्मेट यानी कि अथवा जियोग्राफिकल कोर्डिनेट सिस्टम र प्रोजेक्टेड कोर्डिनेट सिस्टमको बारेमा गुगल अर्थमा कसरी हेर्न सकिन्छ त्यसको बारेमा बताउन गइरहेको चाहिँ छु। यसको लागि सबभन्दा पहिला गुगल अर्थ खोलौँ। गुगल अर्थ मैले यहाँ खोलेँ। गुगल अर्थ खुल्दैछ। जस्तो कि हामीलाई थाहा छ यो माथिको बारलाई मेन मेनु बार भन्छन्, यसलाई टुल बार भनेर भन्छन् र तलकोलाई स्ट्याटस बार भनेर भन्छन्। यो स्ट्याटस बारलाई चाहिँ नि हामीले देखिने अथवा नदेखिने गर्न सक्छौँ। यदि त्यस्तो गर्नु छ भनेदेखि हामीले भ्यूमा जान्छौँ। स्ट्याटस बारलाई चाहिँ यहाँ अनचेक गर्यो भनेदेखि यहाँ देखिँदैन। फेरि स्ट्याटस बारलाई चेक गर्यो भनेदेखि स्ट्याटस बार यहाँ देखिन्छ। अहिले स्ट्याटस बारमा युटिएम फर्मेट को चाहिँ कोर्डिनेट सिस्टम देखिरहेको चाहिँ छ। यो कर्सरमा घुमिरहेको हामीले देखिरहेका चाहिँ छौँ। यो 45 यो जोन 45 आर 31 यस्ता खालका भ्यालुहरू चाहिँ छन् हैन। अब यसलाई अब यसको ठाउँमा यदि हामीले जियोग्राफिकल कोर्डिनेट सिस्टम ल्याउनु पर्यो भनेदेखि त्यसलाई यसरी ल्याउन सक्छौँ। त्यसको लागि हामी पहिला सुरुमा टुल्स मेनुमा जान्छौँ। यसमा अप्सन हामी हेर्छौँ। यसमा हेर्नु 3D भ्यू भित्र यहाँ अहिले युनिभर्सल ट्रान्सफर्मर क्याटर युटिएम छ, त्यसकारण यहाँ युटिएम देखियो। अब यसलाई हामीले चेन्ज गरेर डेसिमल डिग्रीमा अथवा डिग्री मिनेट सेकेन्डमा अथवा डिग्री डेसिमल मिनेटमा तीनटा अप्सन छ। त्यसमा जुनमा छाने पनि त्यो जियोग्राफिकल कोर्डिनेट सिस्टममा डाटा देखिन्छ। अब अहिले हामीले डेसिमल डिग्रीमा यहाँ क्लिक गरेका चाहिँ छौँ र यसलाई यदि हामीले अप्लाई अथवा ओके भन्यो भनेदेखि यसमा हेर्नुहोस् अघिको भन्दा अहिले फरक खालको कोर्डिनेट सिस्टम देखेको छ। ल्याटिट्युड 27 डेसिमल समथिङ, लङ्गिट्युड 85 डेसिमल समथिङ। यसरी हामीले युटिएम फर्मेट र कोर्डिनेट फर्मेटहरू चाहिँ नि चेन्ज गर्न सक्छौँ। र यदि कुनै बिन्दु छ मानिलिउँ, त्यो बिन्दुको चाहिँ कोर्डिनेट कति छ त भनेर हामीलाई थाहा पाउनु पर्ने आवश्यकता पर्न सक्छ। त्यसको लागि मानिलिउँ मैले यहाँ एउटा पोइन्टहरू एड गरेँ। यो अनटाइटल प्लेस मार्क छ, यसलाई यसको लागि मैले माने ए भनेर नाम दिएँ। र हेर्नुहोस् यहाँ यसको चाहिँ नि ल्याटिट्युड 27 यति छ, लङ्गिट्युड यति डिग्री छ। भ्यूमा हेर्नु भनेदेखि यसमा नि ल्याटिट्युड यति छ, लङ्गिट्युड यति छ। अहिले यहाँ दुईटै माथि पनि जियोग्राफिकल कोर्डिनेट सिस्टमको भ्यालु छ, तल पनि जियोग्राफिकल कोर्डिनेट सिस्टमको भ्यालु छ। यसलाई मैले अहिले ओके भनिदिएँ। र अब अघि भनेको जस्तै मैले फेरि टुल्समा गएर अप्सनमा गएँ र अघिको भनेको जस्तै डेसिमल डिग्रीको सट्टा युटिएम फर्मेटमा युनिभर्सल ट्रान्सफर्मर क्याटर भन्ने छ हैन। यहाँ क्लिक गरेर यसलाई ओके भनिदिएपछि फेरि यसैको चाहिँ नि पपुटी चाहिँ गरेर हेरौँ त के देखिन्छ। यसमा चाहिँ नि भन्यो इस्टिङ यति भ्यालु, नर्दिङ यति भ्यालु। र यसमा यदि भ्यू बटनमा क्लिक गर्ने भनेदेखि ल्याटिट्युड यति, यो भ्यालु भनेको चाहिँ नि यो भ्यालुसँग बराबर हुन्छ। त्यस्तै यो नर्दिङको भ्यालु, यो भ्यालु भनेको चाहिँ नि यो लङ्गिट्युडको चाहिँ नि भ्यालुसँग बराबर हुन्छ। यसरी हामीले कोर्डिनेट परिवर्तन गर्न चेन्ज गर्नलाई चाहिँ नि यसको यो भ्यालु बराबर युटिएमको यति भ्यालु बराबर कति हुन्छ भनेर हामीले हेर्न सक्यौँ। यो काम जीआईएस सफ्टवेयरमा सजिलैसित गरिन्छ। ठुलो परिणाममा एकैचोटि गर्न सकिन्छ। यसमा चाहिँ हामीले एक एक गरेर हेर्न पर्ने आवश्यकता पर्दछ। हस्त, धन्यवाद।